गाडीको चाहिँ यस्तो एउटा खतरा समस्या भएर आयो। यहाँ हेर्नुहोस्, यस्तो देख्नु भएको छ तपाईँहरूले, बेबलको मन्दिर दुई टुक्रा है। तर गाडी चाहिँ फेरि यहीँसम्म आयो होइन। आवाज आयो भने उसले आवाज आयो भन्दाखेरि चाहिँ हामीले खोलेर हेर्दाखेरि चाहिँ यसरी होइन बेबल हन्डी चाहिँ तपाईँको दुई टुक्रा हेर्नुहोस् यस्तो थियो होइन। धन्न यो एक्सलहरू चाहिँ केही पनि भएन होइन। यो बेबलको यो हन्डी चाहिँ दुई टुक्रा र दाँती, बेबल दाँती चाहिँ यस्तो। बेबल हन्डी गएपछि त बेबल दाँती त जाने नै भइगयो होइन। यो चाहिँ भनेको चाहिँ झड्का परेर गएको खासमा है। यो चाहिँ उकालोमा झड्का पर्दा, अफरोडमा झड्का पर्दा र लोड बढी भएपछि चाहिँ यसको यसरी भाँचिन्छ। तर यसरी नभाँचिनु पर्ने, यो चाहिँ अचम्मै तरिकाले भाँचिएको छ होइन। हेर्नुहोस्, अनि यो क्राउन पनि पुरै ब्लेड जस्तो बनाइदियो। अब यही हाल्यो भने आवाज आउँछ होइन। र अर्को कुरा, यहाँ चाहिँ दाँती भाँच्यो। पिनियन के छ, पिनियन ठिकै छ होइन। तर यो पिनियन पनि अल्टर हुनाले चाहिँ पुरै दाँती चाहिँ यहाँनिर ब्लेड जस्तो बनाइदिन्छ है। यो चाहिँ झड्का चाहिँ जोगाउनु पऱ्यो क्या। यो त गाडीको समस्या हो यो, अब के गर्ने। अब हेरौँ न, बेबल जम्मा चावडै दिएको छ, क्राउन पनि यत्रो दिएको छ, अनि गाडी चाहिँ छ यत्रो हो। अनि समस्या नआएर के गर्नु। यसको यो मात्र समस्या होइन, त्यसपछि यो गियर बक्समा पनि समस्या छ है। त्यसपछि यो गियर बक्समा नै आवाज आउँछ। त्यही भएर चाहिँ हामीले अर्को गियर बक्स एसेम्बली नै यहाँ फिट गर्दैछौँ। र गाडीलाई अहिले पालुङ पठाउनु छ होइन। र अहिले चाहिँ हामीले म्याकको गियर अहिले हालिदिँदैछौँ। र 3500 दौडिसकेपछि चाहिँ फेरि हामी यसलाई कम्पनीको गियर हालिदिन्छौँ। किनभने अब यो रिकन्डिसनको गियर बक्सको ढिक्कै लिएर आएर चाहिँ हामीले हालिदिएको। अब रिकन्डिसनमा कस्तो हुन्छ त्यो पनि थाहा छैन नि त। अब कहिलेकाहीँ चाहिँ राम्रै माल पर्छ, कहिलेकाहीँ पर्दैन। तर त्यो अब पानीहरू पर्या भएदेखि चाहिँ त्यो गियर हालले 3500मा चाहिँ गियर हालमा निक्लिन्छ र कम्पनीको गियर हाल हालिदिने। र यो गाडीको ब्रेकको काम हुँदैछ। यसको लगभग धेरै काम थियो। आज काम भ्याउँदैन थियो, तर केटाहरूले यताउता गरेर भ्याएरै छोड्यो होइन। यस्तो छ। बिहान आएर 6 बजीदेखिबाट फोन हान्नु छ। साउ हेर न, बिहान 6 बजीदेखिबाट फोन हानेर सुत्न नदिएर मेरो पालो मैले मोबाइलै साइलेन्टमा राखिदिएँ नि ल। हो न, राति 12 बजी सुतेको यार, 6 बजीदेखि केटाले ड्याङ फोन हान्छ। गेट गएर कसले खोलिदिएको बिहान? को गएको थियो कुकुर छोड्नलाई? बिहान को उठ्यो? तँ उठ्यो हो? थाहा थियो मलाई। ठिक छ र अर्को गाडी यो गाडी पनि अहिले लान जाँदैछ अपलोड गरेर। र उसको चाहिँ पहिला ब्रेकको समस्या थियो, म्याक्सिमम समस्या आएर नि। तर अहिले ब्रेकको समस्या चाहिँ मस्त हामीले केही चिजहरू गरिदियौँ होइन। र यसको मास्टर सिलिन्डर पनि गएको थियो। त्यो मास्टर सिलिन्डर फेरेर पनि यसको ब्रेकमा चाहिँ प्रब्लम आइरहेको थियो होइन। र हामीले एउटा चिज चाहिँ यसको एउटा सेटिङ गरिदिएको थियौँ। त्यो सेटिङ पछि चाहिँ यो गाडी बब्बाल ब्रेक लाग्छ अहिले। साउ कहाँ गयो खोज्दैछु म। फेरि यहाँ कहाँ गयो किन भने भन्नुहुन्छ भनेदेखि चाहिँ ऊ चाहिँ भाइ छ क्या। त्यही भएर चाहिँ मैले मायाले कहाँ गयो भनेर। हो हिरो ला, यहीँ पो सुतेर बसिरहेको छ। अब के गर्दैछ त खोइ डाइनामो? यसको चाहिँ मोबिल सर्भिस गरेर गाडी रेडीमा छ। बाबु यो चिसो कपडाले टाइम मिलायो बेलामा यहाँ पानी नहाल्ने है। चिसो कपडाले पुस्ने गर बाबु यार। किन भन्दाखेरि यो जति माटो बस्यो त्यति हिटले चाहिँ यो त्यति माटो पछि जाँदैन। यसमा पानी हाल्न पनि मिल्दैन होइन। न स्टार्ट हुँदैन। फेरि यो ज्याकहरूमा प्रब्लम आउँछ, सेन्सरमा प्रब्लम आउँछ। यो सेन्सरहरू गयो भने बहुत महँगो पर्छ, तिमीलाई बाटोमा दुःख दिन्छ। र तिमीहरू पानीमा पनि हाल्छ नि। पानीहरू खोलामा हामी दौडिँदा लुत्त हाल्छ नि सानो देखेर। अनि त्यो तलबाट चाहिँ पानी माथि आउँछ है। यो मेन भनेको यो बोनेटहरूमा यहाँ सबैमा चाहिँ भएको चाहिँ त्यही नै हो क्या केस। त्यसरी पानीमा हाल्दा बिस्तारै हाल्नु, अनि तल फ्यानबाट चाहिँ माथि आइदिन्छ क्या पानी पुरै। यसले चाहिँ हो यो सबै यो फोहोर भएको। र यो चिसो कपडाले चाहिँ टक्क भिजाउने, पर एउटा बाल्टीमा पानी राख्ने, चिसो कपडाले सट्ट पुग्ने, पानीमा चोप्दै उ गर्दै गर्ने क्या।
यस्तो गऱ्यो भने जस्तो तिमीलाई लिकेज थाहा हुँदैन क्या। अब यो तिमीले पुछ्यौ भने पो हामीलाई पनि लिकेज प्रब्लम थाहा हुन्छ। अब यो यहाँनिरतिरबाट लिकेज भयो भने होइन नोजलबाट लिकेज भयो भने यो थाहा हुँदैन। यो चाहिँ तिमीले नै गर्नुपर्ने हुन्छ क्या। अन्त हेर न सेन्सरहरू कतिवटा छ। यसले चाहिँ यो भोलि यहाँ पानी हानिदियो भने अनि सेन्सरमा छिरेपछि यहाँ धेरै केस आएको छ है। र खोलाहरूको पानीमा अब चाहिँ यो बर्खा लाग्यो हेर यहाँ मौसम हेर न यहाँ कस्तो छ यहाँ। ओहो अहिले कतिखेर डुबाउने थाहा छैन। अनि यो सुइँ गएर हामी खोलामा हान्दाखेरि चाहिँ त्यो टायरले पनि सिर्र फाल्छ नि। त्यतिखेर चाहिँ थाहा छ तिमीलाई त्यो यदि कहिलेकाहीँ त लाइट बलिरहेको लाइट पनि मधुरो हुन्छ हो, याद गरेर त्यो भने चाहिँ यो फ्यान बेल्टमा पानी परेर चाहिँ बेल्ट चाहिँ समाइदिन्छ क्या हिटमा अनि घुम्दैन। त्यसले गर्दाखेरि चाहिँ यो चाँडै चाहिँ तिम्रो चार्जिङ डाइनामोहरू डाइनामो सेल्फ डाइनामोहरूमा चाहिँ प्रब्लम आउँछ। त्यसले गर्दाखेरि पानी पनि छिर्छ। विचार गर। अहिले ब्रेक बवाल छ होइन, डल्लो पर्ने गरी बनाइदियो भनेदेखि पनि हुँदैन होइन। नै मैले यसको एउटा ब्रेक सिलिन्डरबाटै डाइरेक्ट गरिदिएको छु क्या लज्जा त भनेर। ए तिम्रो यो ढोकाको बेल्ट के भयो? बेल्ट आएको छ होला, धेरै पर्दैन यो त। ढोका त्यसरी छोड्यो त लुकिङ ग्लास फ्ल्याट जान्छ त फेरि। म दिउँला ब्लेड आऊ 721 खोटाङ जाँदैछन्। बुढा कहाँ गयो फेरि? हाम्रो खोटाङ चल्ने गाडी हो। ओ साउबा तपाईँ के अघि जान्छु भने त के गरेर बस्यो? के चाहिँ अलिकति जोडिएन छ तार भनेकै अलिकति त हुन्छ नि दाइ यार। यो चिजै यस्तै हो दाइ, देख्न चाहिँ सानो हो होइन, जोड्नलाई चाहिँ टाइम लाग्छ। के गर्नु कहिलेकाहीँ त हुन्छ के गर्नु, कहिलेकाहीँ यस्तै हुन्छ। केटाहरू चाहिँ यहाँ हेर्नुहोस्, यहाँ 4 कति गरे होला भने बिहानदेखिको काम कस्तो भयो होला भनेर चाहिँ यहाँ हेर्नु है। यो खोल्याबाटै चाहिँ थाहा हुन्छ तपाईँलाई। ल यहाँ मात्र हेर्नुहुन्छ, यहाँ हेर्नुहोस्, यहाँ यिनीहरूले अझ सफा गरे खाने। यहाँ हेर्नु यो लिकमा आजको कामको मात्र हो है, यो दिनकै सफा गर्छ। यहाँ हेरौँ न यहाँ लिक पऱ्यो यहाँ। ल कतिवटा छ यहाँ यहाँ हो। ल हेर्नुहोस् यहाँ 4 हेर्नुहोस् यहाँ 4 रेन्चु हेर्नु त यहाँ पानी पर्न आँट्यो फेरि हो। मौसम यस्तो छ केटाहरूलाई अब यो सफा गर भन्नुपर्ने छ। गाह्रो छ नि के गर्ने। साउजी अब कता? हेलो कता अब? भोलि धरान अनि खोटाङ। बाफ्रे खतरा टिप्रो छ त साउजी यार। अनि यस्तो पनि हुन्छ आम्बो के हो? मोबिल सर्भिस गरेर पनि केटाहरूले बाल्टी छोडेर हिँड्ने खाल फेरि हो। के गर्नु छ र? यहाँ 4 बाबा यो एक दिनको 4। ओए कसैको फुर्सद भयो भने यो सफा गरिहाल्छ। अहिले पानी पर्छ। चौधरी त के गर्ला? ल रेन्चुहरू उठाउनु भने यताको चाहिँ उठा न, यहाँ त भित्र छ। यताको चाहिँ उठाएर यता चाहिँ सफा गर त पहिला। यो लिकको मोबिलहरू लगाएर हाल त्यो ड्रममा। यस्तो छ ताल होइन। अफिसमा चाहिँ आफू एक्लै भाइलाई एउटा सामान इमर्जेन्सी लिन पठाएको छु। यता चाहिँ डेनबेनको यहाँ फेरि गाडी ठोकेर आएको छ, काम हुँदैछ। गाह्रो छ। त्यो गाडी नि बनाएर बसिसक्यो, पाउनलाई गाह्रो छ। हेर्नुहोस् होइन कता के सबैजनालाई चाहिँ काम चाहियो, छिटो चाहियो, छिटो भन्नुहुन्छ। कति छिटो दिने त, कति छिटो दिने। अनि साउजी तपाईँ अफिसमा बसेर हेर्नु न भन्नुहुन्छ हो। हेरेँ एउटा सबै देखिन्छ यहाँनिर टक्क अफिसबाट देखिन्छ नि। अनि सबैजनाले चाहिँ मलाई के भन्छ, ए तपाईँ नि आइदिनु न हेरिदिनु न भन्नुहुन्छ क्या। अब हुन पनि हो म एक्लैले गर्छु नि त सबै चिज होइन। अब केटाहरू पनि छन् तर मैले नहेरिकन चाहिँ कसैलाई चित्त बुझ्दैन। अनि मैले देखाइदिएँ, सबै कुरा गरिदियो, सबैजनालाई चित्त बुझ्छ। त्यस्तै छ भने होइन। अब चित्त बुझाएरै त काम गर्नु पऱ्यो। चित्त बुझाएर काम गरिएन भनेदेखि त तपाईँहरूको माया त्यति धेरै कहाँबाट पाउनु? के लाग्छ तपाईँहरूलाई? माया पनि गर्नुहुन्छ
त्यही अनुसारले सेवा पनि त दिनु पऱ्यो है। धेरै पछि यसरी भिडियो बनाउनु भ्याएँ, नत्र अन्त त सधैँ हुँदैन हेर्नुहोस् होइन। योद्धाको चाहिँ मेन खासमा भएको चाहिँ भनेको चाहिँ उहाँ पालुङको बाटो हिँड्नुहुन्छ भनेको, यता पालुङको बाटो भन्दा पनि यो चितलाङको समथिङ बाटो हो, चन्द्रगिरीको बाटो हिँड्नुहुन्छ। र आज बिहान चाहिँ चन्द्रगिरीकै बाटोमा चाहिँ उहाँको यो भाँचेको आवाज आएको। अनि उहाँले सोच्नुभयो गियरबक्समा आवाज आइरहेको थियो, ठिकै भयो होइन। अनि त्यही भाँची होला भनेर सोच्नुभयो, तर फेरि कलङ्की आइगएपछि फेरि आवाज आयो। त्यहाँबाट चाहिँ बिस्तारै उहाँले जोरपाटीमा सामान झारेर चाहिँ आउनुभएछ। र आएर हेर्दाखेरि चाहिँ केस चाहिँ धन्न एक्सलहरू चाहिँ फाल्दैन क्या गाडीले, यस्तो हेर्छमा पनि एक्सलहरू फाल्दैन होइन। त्यो चाहिँ धेरै राम्रो भनेदेखि अब लोडमा एक्सल फालिरहेको थियो भनेदेखि त, अनि त्यही माथि नि बर्खाको बेलामा होइन, पानी परिरहेको थियो, टेन्सन हुन्छ। यो बर्खाको बेलामा चाहिँ होस गरेरै हिँड्नुपर्छ क्या हजुरहरू, होस गरेरै हिँड्नुहोस् होइन। अब बर्खाको बेला हो नि, अब तपाईँ भन्नुहुन्छ झड्का नदिकन गाडी उक्लिँदैन हो, अब त्यस्तै ठाउँमा त के गर्ने होइन। गाडीको मायै नगरिकन अब गाडी कि त बचाउनु पर्ने हुन्छ होइन, अब कि त सामान बचाउनु पर्ने हुन्छ, कि कहिले गाडी बचाउनु पर्ने हुन्छ होइन। अब त्यो ब्रेक हानौँ चिप्लेर जाला, त्यसरी नजाउँ, नउक्लिने बित्तिकै फेरि ब्याक आउला, एक्सिडेन्ट हुन्छ, केस धेरै आउँछन् गाडी लाइनमा होइन। तर सकेसम्म चाहिँ मेरो भनाइ चाहिँ सकेसम्म चाहिँ बचाउने कोसिस गर्नुहोस्। अब आफ्नै गाडी हो दाइको त बचाउनु नै भयो होला, तर पनि झड्काले चाहिँ गयो। अब भन्नुहुन्छ 15 दिनमा म टायर फेर्छु भनेपछि बाटो पनि त्यस्तै होला, त्यही भएर सकेसम्म झड्काबाट चाहिँ बच्नुहोस्। योद्धा गाडीमा चाहिँ अब जम्मा 4 बेगल हुन्छ होइन, स्पाइसर बेगल हुन्छ। अब त्यो बेगल चाहिँ तपाईँको अब गाडी चाहिँ यत्रो दिएको छ नि त, लोड बोकेर हिँड्नुहुन्छ 3035 किलो होइन, गोलमेडा तरकारी आँप। त्यही भएर बोलेरोमा चाहिँ फेरि 6 बेगल छ होइन। पुरानो गाडीहरूमा 4 बेगल छ, 4 गियरको गाडीहरूमा। यसमा चाहिँ अहिले चाहिँ आएकोमा चाहिँ 6 बेगल छ। त्यही भएर बेगल अलिकति 6 बेगल हुन्छ, डर हुन्छ होइन। योद्धाको भन्दा क्राउन पनि ठुलो छ है, यसले गर्दाखेरि चाहिँ अलिकति बोलेरोको चाहिँ झड्कै दियो भनेदेखि पनि सकेसम्म चाहिँ यसरी मन्दिर पनि हेभी छ है योद्धाको भन्दा बोलेरोको। अनि त्यसरी भाँचिहाल्ने समस्या चाहिँ छैन क्या, मन्दिरै भाँचेको चाहिँ आजसम्म बोलेरोको देखेको छैन हो। क्राउन पिनियन चाहिँ जान्छ होइन, बेबल जान्छ, तर मन्दिरै जाने भन्ने छैन। पिन भाँचिन्छ तर मन्दिर भाँचेकै छैन। हजुरहरू पनि बस्नुहोस् है। आजलाई यति नै, बाई बाई।